सक्दो शेयर गर्नु होला, डाउनलोड गरेर तपाईको फेसबुक टिकटक सबै ठाउँमा अपलोड गर्नुस्। हे भगवान, हेर्नुस् त यहाँ नेपालीहरुको बिजोग। विगत 3 महिनादेखि सादा दाल भात खाँदै एउटा क्याम्प भित्र कैदी बन्दीको जस्तै जीवन बिताउन बाध्य बनिरहेका छन् यी दाजुभाइहरु। यहाँ 1-2 जना होइन, 10-15 जना पनि होइन, यहाँ त नेपाल सरकारबाट आधिकारिक रूपमा श्रम गरेर देशलाई रेमिट्यान्स पठाउँछु भनेर गएका 469 जना दाजुभाइहरुको विगत 3 महिनादेखि यस्तो बिजोग छ। अझ दुःखद कुरा त के छ भने अबको 38 दिन भित्र यी सबैको उद्धार गर्न नसके यहाँ मध्ये धेरैको 2 वर्ष भिजाको म्याच सकिने हुँदा सो त इल्लिगल हुनेछन् भने त्यसपछि झन् कति दुःख पाउने हो थाहा छैन। यस्तो बिजोग गरेर बसेको यतिका महिना हुँदासम्म पनि नेपाल सरकार, परराष्ट्र मन्त्रालय र त्यहाँका दूतावासका कर्मचारीहरू कानमा तेल हालेर बसिरहेका छन्। हाम्रो देशमा परराष्ट्र मन्त्री त छन्, तर उनको काम भनेको जहिले खाली यो देश र उ देश गर्दै विदेश घुम्नु भन्दा पछिल्लो 10 महिनामा अरु केही पनि देखिएन। अनि हाम्रा देशका सांसदहरू जो विदेशीका युवाहरूको रेमिट्यान्सबाट तलब र भत्ता खाएर चिल्ला चिल्ला गाडी चढेर ठाट बाटका साथ हिँड्छन् अनि उनीहरूलाई सदनमा चाहिने नचाहिने कुरामा तर्क गर्न फुर्सद हुन्छ। तर विगत 3-3 महिनादेखि यसरी अनि यत्रो ठुलो संख्याको नेपाली युवाहरू विदेशमा बिना गल्ती अलपत्र पर्दा समेत उनीहरूको पक्षमा एक जना सांसद बाहेक अन्य कुनै पनि सांसद चुइक्क बोलेका छैनन्। त्यसैले आउनुस् आज यही भिडियो मार्फत विदेशीका युवाहरूको पीडा नदेख्ने र नसुन्ने यो सरकार, सदन, परराष्ट्र मन्त्रालय र सम्बन्धित दूतावासको कानको जाली भित्र पुग्नेसम्म गरी खबरदारी गरौँ। यो भिडियोलाई सक्दो शेयर गर्नु होला, डाउनलोड गरेर तपाईको फेसबुक टिकटक सबै ठाउँमा अपलोड गर्नुस् ताकि यी 469 जना नेपाली युवाहरूको उद्धारको लागि हामी सबैजना मिलेर सरकारलाई खबरदारी र ढकढक्याउन सकौं। अब हेरौं यी सबै 469 जना नेपालीहरूलाई 2 साग सादा दाल भात खान चाहिँ कम्पनीले व्यवस्था गरेको रहेछ। बाँकी बिरामी परिहाल्यो भने कहाँ र कसरी उपचार गर्ने केही अत्तोपत्तो छैन, बाहिर जान पाउँदैन किनभने त्यहाँ चाहिँ रेसिडेन्सी परमिट रिन्यू नहुनु भनेको पनि इल्लिगल नै हो भनेर भनिदो रहेछ। अब यस्तो बिजोग छ त्यहाँ नेपालीहरुको। अब हेर्नुस् त विगत 6-7 महिनादेखि काम गरेको तलब पनि पाएको छैन, नेपाल फर्कनको लागि टिकट पनि आफैले काट्नु पर्ने छ। यति सबै घाटा बेहोरेर म आफ्नो देश फर्कन्छु भन्दा पनि त्यहाँ भएको कानुनी झमेलामा विगत 3 महिनासम्म त्यहाँ रहेको नेपाली राजदूतावासले मिलाउन सक्दैन भने यस्तो खाली दूतावासको के काम? अनि यति धेरै युवाहरू विगत यतिका महिनासम्म अलपत्र पर्दा समेत चुपो लागेर बस्ने सरकार कस्तो? अझ अचम्म त के छ भने यी सबैजना नेपालीहरू नेपाल सरकारको आधिकारिक श्रम गरेर विदेश गएका रहेछन्। अब श्रम गरेर विदेश जाँदाखेरि त्यहाँ समस्या पर्दाखेरि नेपाल सरकारले 3-3 महिनासम्म केही गर्दैन भने श्रम गरेको के फाइदा? त्यसैले आजको यही भिडियो मार्फत नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सबै सांसद र साउदी स्थित रहेको दूतावास सबैको ध्यान आकर्षण गराउन चाहन्छौं कि छिटो भन्दा छिटो त्यहाँको सरकारसँग कूटनैतिक पहल गरेर ती सबै नेपालीहरूको बाँकी रहेको तलब उनीहरूलाई दिलाइकन उनीहरूलाई कम्पनीकै खर्चबाट वा नेपाल सरकारको खर्चबाट ससम्मानको साथ नेपाल फर्काउन तुरुन्तै पहल कदमी चालियोस् भन्न चाहन्छु। र बाँकी यो विषयमा एकजना सांसदले सदनमा कुरा उठाउनु भएको रहेछ, बाँकी अन्य कुनै पनि सांसदले कुरा उठाउनु भएको छैन। तपाईहरु सदनमा कोले रक्सी जोड्यो, को टोयलेटमा लड्यो, कोले के गर्यो, यस्ता बकवास कुरा जुन कुरा चाहिँ सदनमा आवश्यकै छैन यस्ता कुरा उठाउन फुर्सद हुन्छ, खोक्रो राष्ट्रवादको गफ दिन फुर्सद हुन्छ, खोक्रो तपाईहरु मै हुँ भन्नु फुर्सद हुन्छ भने यति धेरै ठुलो समस्या सदनमा उठाउनु पर्दैन। यदि होइन भने त्यही युवाले पठाएको रेमिट्यान्सबाट तपाईहरु गाडी चढ्नुहुन्छ, भात खानुहुन्छ, लाज लाग्छै लाग्दैन सांसदहरुलाई। त्यसकारणले म सबै सांसदहरुलाई अनुरोध गर्न चाहन्छु कि यो विषयलाई गम्भीर रूपमा लियोस्। र तपाईहरु सबैलाई अनुरोध छ सबैजनाले फेसबुकबाट खबरदारी गरौँ, टिकटकबाट खबरदारी गरौँ, इन्स्टाग्रामबाट खबरदारी गरौँ, सामाजिक सञ्जालबाट खबरदारी गरौँ, सुतेको सरकारको कानसम्म यो खबर पुर्याउने काम गरौँ।